घडीमा 1:33 गएको छ। दिउँसोको समय हो। मैले पनि आज हल्का बुढीलाई हेल्प गरेँ। म सधैँ मेरो आफ्नो रुटिनमै चलिरहेको हुन्थेँ। आज चाहिँ नि यिनलाई यसो त्यो भाँडा हाल्नलाई हेल्प गरेँ होइन। अनि यिनले पनि बच्चालाई चाहिँ नि आइन्, बच्चालाई टिफिन खुवाएर आइन्। आइसके पछाडि चाहिँ नि सरप्राइज जस्तै भयो। उनले आज व्रत लिएको थिइन्, एकादशी हो आज। मैले चाहिँ कटर ल्याएको थिएँ। कटर ल्याएर राखेको थिएँ, 4 दिन जति भएको थियो। कटर भन्नाले फेरि भुइँ कटर है, हामीले यसलाई पाइनएप्पल पनि भन्छौँ नि होइन, होइन भुइँ कटर क्या, पाइनएप्पल होइन। आज फेरि भुइँ कटर फेरि मैले चाहिँ नि अर्कै तरिकाले पनि काटेँ क्या। सधैँभरि भुइँ कटर काट्ने तरिका अलिक फरक हुन्थ्यो। आज चाहिँ जुन कटाइले मैले काटेँ नि, त्यो कटाइले चाहिँ त्यो जुन कटाइ काटेँ त्यो कटाइ चाहिँ मलाई साह्रै नै मन पऱ्यो गाइज। र कुनै दिन त्यो कटाइ चाहिँ म युट्युबमा पनि राख्ने छु होइन। बिस्तारै खाऊ है, चिसो छ फेरि गाह्रो हुन्छ नि। अलिकति हाँसिदेऊ न, ठिक छ नि, अमिलो छ होइन, धेरै गुलियो छैन। र यो कटरको कुरा गर्दाखेरि मेरो ससुराली, यिनको माइत यो चाहिँ खेती नै छ क्या गाइज होइन। तर यिनको जुन खेती भनौँ न, अब यिनको त होइन, अब यिनको जुन बाबाहरूले दाजुहरूले गर्नुभएको त्यो पाइनएप्पलको खेती छ, त्यो चाहिँ एकदम स्विट क्या होइन, मिठो छ, मिठो। अनि यो चाहिँ मैले मार्केटबाट लिएर आएको। यो हेर्दै चाहिँ एकदम मिठो होला जस्तो लागेको थियो, तर खासै त्यस्तो चाहिँ मिठो चाहिँ थिएन। तर यो ठुलो साइज चाहिँ ठुलो क्या, काट्न चाहिँ बडा मजा आउँदो रहेछ यसलाई होइन। काट्न चाहिँ मजाले काटेँ, ल्याएको 4-5 दिन भइसकेको थियो। अब आज एकादशीको व्रत, मासु खानु भएन होइन। अनि एकादशीको व्रतको दिनमा चाहिँ कटर चट्ट काटेर मैले यिनलाई खुवाएँ। यी पनि ह्याप्पी, यिनको नि काम घट्यो होइन। अनि कस्तो लागिरहेछ तिमीलाई? बुढोले केही पनि हेल्प गर्दैन जस्तो लाग्यो होइन। आउने बित्तिकै यसो हेऱ्यो, जुठो भाँडा चट्ट मारिदिएँ। अनि कटर पनि काटेर चट्ट तिमीलाई फ्रिजमा राखिदिएँ। अनि चिसो तिमीलाई, तातो मलाई, रुगा खोकी लागिरहेछ मलाई होइन। अनि एकछिन रेस्ट गरिरहेको छु। अब त्यसपछि चाहिँ नि मेरो आफ्नै रुटिनतिर म लाग्छु नै। त्यस पछाडि अरू के काम बाँकी छ? आज फ्राइडे, बच्चाहरू छिट्टै आउँछन् होइन। कति बजी आउँछन् बच्चाहरू? 3:15 आज पनि फ्राइडे हो नि त, 3:15 बजे। ओके। अनि छोरीको सर्ट अलिक सानो सिलाइदिएछ। छोरीको सर्ट चाहिँ नि भोलिसम्ममा तयार हुन्छ होला। अनि सन्डेदेखिबाट छोरी पनि ड्रेसमा जान्छन् होइन। अनि आज चाहिँ म पढाएर आइसके पछाडि लगभग 6 बज्छ। अनि कहाँ जाने? किशननगर माइत जाने भनेपछि कति खुसी छु नि, अलिअलि हो र, किन होला? माइत जाने भनेपछि यति खुसी हो नि हो। खोलाको बाटो जाने, खोलाको बाटो जाने रे। ओके छ त, ठिक छ होइन। ल खोलाको बाटो जाने। अनि कपडा धुनु छ कि छैन त फेरि? अनि मेरो कपडा धोएर सुकाइदेऊ त, होइन होला र। ल मान्छे चाहिँ बाठी रहेछ है। माइत जाने भने चाहिँ यस्तै हुन्छन् क्या केटीहरू, छिटो काम सक्ने होइन। ओके छ त। ल ससुराली जान पाइने भयो। आज फेरि माछा खान पाइँदैन, आज एकादशी हो। अब भाउजूले के पकाउनुहुन्छ थाहा छैन। यस जे पकाए पनि भाउजूले मिठो पकाउनुहुन्छ। ल गाइज आज चाहिँ यो साँझको रुटिन यस्तै छ होइन। ल पछि फेरि भेट्दै गरौँ है त। ओके, सी यू, बाई बाई।